नमस्ते श्रोता अनि दर्शक महानुभावहरू, उही तपाईहरूकै रमाइलो कार्यक्रम मेरो कथा लिएर उपस्थित भइसकेको छु। उही तपाईहरूको रमाइलो साथी, तपाईहरूको सुख अनि दुःखको साथी, तपाईँ रोएको बेलाको साथी, तपाईँ हाँसेको बेलाको साथी। हजुर, जुनसुकै बेलाको तपाईको आफ्नो साथी, तपाईको प्यारो साथी रेगन ल्याक्स। कार्यक्रमको नाम हो मेरो कथा। सदाको आइतबारको सन्ध्याको समय जस्तै आज पनि म तपाईहरू सामु एउटा कथा लिएर उपस्थित भएको छु। यो कथा केही वर्ष अघि म आफैले लेखेको थिएँ। मलाई कता यो कथा तपाईहरूलाई पढेर सुनाऊ जस्तो लाग्यो। त्यही भएर आज यो कथा बोकेर आएको छु। मलाई आशा छ तपाईहरूले यो कथा अवश्य मन पराइदिनु हुनेछ। यो कथा मेरो आफ्नो कथा हो। यो कथा तपाईको कथा हो। यो कथा 1,00,000 भन्दा बढी भुटानी शरणार्थीहरूको कथा हो। अब म तपाईलाई यो कथा पढेर सुनाउन चाहन्छु। कथा यस प्रकार छ। धेरै पलहरू बिताएका छौं हामीले शरणार्थी क्याम्पमा। हजुर, सुख अनि दुःखका पलहरू बिताएका छौं हामीले त्यहाँ। हामीलाई धेरै माया लाग्छ त्यो ठाउँको। अझै पनि हामी त्यो ठाउँबाट धेरै टाढा छौं। हामी संसारको धेरै विकसित देशहरूमा छरिएर बसेका छौं अहिले। तर पनि हामीलाई त्यो ठाउँको धेरै माया लाग्छ। हामीलाई नेपाल आफ्नो जन्मभूमि जस्तो लाग्छ। कसले भुल्न सक्छ होला र त्यो दिन? गोजीभरि गुच्चा बोकेर, हातमा चुङ्गी बोकेर, वरिपरि भएका आफ्ना मिल्ने साथीहरू बटुलेर दिनभरि खेलेर घर फर्कँदा राति मम्मीलाई कहाँ गएर आएको थिस् भनेर सोद्धा साथीसँग पढेर आएको भनेर ढाँटेको। कसले भुल्न सक्छ होला र त्यो दिन? जब जनवरी 1 आउँदा राति त्यो जाडोमा कामदै भए पनि उठेर सबै साथीभाइ मिलेर 2 केजी मासुसँग 10-12 केजी मुला र साग बोकेर त्यो खोलाको बगरमा गएर दिनभरि नाचेको, गाएको, खाएको अनि साँझ पर्दा नाच्दै गाउँदै घर फर्केको। कसले भुल्न सक्छ होला र त्यो दिन? जब इक्जाम आउन लाग्दा साथीभाइसँग मिलेर सिसौघारी गएर दिनभरि पढेको, खाएको अनि खेलेको। अझै सम्झना आउँछ त्यो झत्ताको बल। हजुर, त्यो झत्ताको बल जो तपाईँ हामी मिलेर सँगसँगै खेल्थ्यौं। एउटा धेरै रमाइलो जिन्दगी थियो त्यहाँ। हुन त हामीसँग केही थिएन। हामीलाई सबै कुराको धौधौ थियो। हाम्रो आफ्नो पहिचान थिएन। हाम्रो आफ्नो भविष्य थिएन। हाम्रो केही थिएन। तर पनि एक प्रकारले जिन्दगी कति रमाइलो थियो। ती साथीहरू, ती सङ्गीहरू, मेरा छेउछाउका दाजु दिदीहरू, मेरा छेउछाउका ती इष्ट मित्रहरू जसले मलाई धेरै माया गर्नुहुन्थ्यो, उहाँहरूको यादले धेरै सताउँछ। उहाँहरूको माया धेरै लाग्छ। दैवको खेल भनौं या भाग्यको विडम्बना, अहिले हामी सँगै छैनौं। उहाँहरू कता पुग्नुभयो। सबै आफ्नो काममा व्यस्त। अहिले हामीले आफ्नो पहिचान पाएका छौं। अहिले यी विकसित राष्ट्रहरूले हामीलाई उनीहरूको देशको नागरिक सरह मानेको छ। हामीलाई आफ्नो देशको प्रमाणपत्र दिएको छ। हामीलाई ससम्मानका साथ उसको देशमा राखेको छ। हामीलाई उसको देशको नागरिक सरह, सम्मान, अधिकार पनि दिन्छ। भित्रैबाट सम्झेर ल्याउँदा धेरै पुण्य गरेका रहेछौं हामीले जस्तो पनि लाग्छ। तर अथाह सम्पत्ति भए तापनि, आफ्नै घर, गाडी, बंगला भए तापनि कता मन खिन्न छ। कता एक्लो महसुस गरिरहेको छ यो जिन्दगीले। यति ठूलो भिडमा कतै म हराएको पो हो कि जस्तो भान बनाउँछ कहिलेकाहीँ। यहाँका काला अनि खैरा जतिसुकै साथी बनाए पनि आफ्नै त्यो बदमास साथीकै यादले सताउँछ। एकचोटि ती साथीलाई भेट्न मन लागेको छ। एकचोटि हातमा कापी र कलम बोकेर, सेतो सर्ट अनि नीलो प्यान्ट लगाएर स्कुल जान मन लागेको छ। एकचोटि फेरि पनि झट्टाको बल खेल्न मन लागेको छ। एकचोटि फेरि पनि
त्यही साथीहरूसँग बसेर स्कुलको चौरमा मिठा मिठा गफ गर्न मन लागेको छ। एकचोटि फेरि पनि त्यही बाँसको भाटाले बारेको घरमा निदाउन मन लागेको छ। एकचोटि फेरि पनि थालमा भात बोकेर छिमेकीको घरमा के सब्जी पकाएको छ भनेर चार्न मन लागेको छ। हो, एकचोटि फेरि पनि मलाई मेरो बाल्यकालमा फर्किन मन लागेको छ। तपाईं सुन्दै हुनुहुन्छ एक मात्र रमाइलो कार्यक्रम, तपाईहरूको आफ्नो कार्यक्रम, तपाईहरूको मनभित्रको कार्यक्रम, तपाईहरूले रोज्नु भएको कार्यक्रम, तपाईहरूले खोज्नु भएको कार्यक्रम। हजुर, ऊ तपाईहरूको रमाइलो कार्यक्रम, तपाईहरूको रमाइलो साथी रेगन एलेक्सको साथमा। कार्यक्रमको नाम हो मेरो कथा। तपाईलाई आज मैले मेरो आफ्नै कथा पढेर सुनाए। यदि तपाईलाई पनि यो कथा सुनेपछि यो कथा मेरो पनि कथा हो भने जस्तो लाग्छ भने, अनि तपाईले आफ्ना बितेका पल अनि तपाईको धेरै मिल्ने साथीलाई धेरै गुमाइरहनु भएको छ भने, कृपया यो कथालाई धेरै भन्दा धेरै शेयर अनि लाइक गरिदिनुहोला र तपाईले गुमाइरहनु भएका ती तपाईका साथीहरूलाई सुनाउन नभुल्नुहोला भन्दै आजको कार्यक्रमबाट कार्यक्रम प्रस्तोता म रेगन एलेक्स बिदा हुन चाहन्छु। अर्को साता यसै गरी आउने बाचाका साथ आजलाई भने जदौ नमस्ते नमस्कार।